यो चाहिँ प्लाइवुड काट्ने व्हील हो, चक्का हो। यसलाई कसरी सही तरिकाले फिट गर्छ आज म तपाईलाई देखाउने छु, हेर्नु होला। यो चाहिँ एकदम गलत हो, यसरी लगाउनु हुन्न। हेर्नुस्, यसरी लुज राख्नु हुन्न। यसरी पल्टाएर यसरी उल्टापट्टिबाट लगाउनुपर्छ। यो राइट हो। सबैभन्दा पहिला हामीले यसको यो गाँठ लाउनु पर्ने हुन्छ। त्यसको पछि यसलाई फुल कस्नुस् गाँठलाई। यो सेफ्टी गाँठ हो। यसलाई यसरी फुल कसिसकेपछि यो नटलाई यसरी लाउनुस्। त्यसको पछि यो काटिङ व्हीललाई यसरी लगाउनु अनि नटलाई यसरी कस्नु। अनि यसलाई चाबीले पनि कीले पनि यसरी फुल टाइट गर्नु।